हामी एकदमै आजको यो जन्म उत्सवको सुरुवातमै छौँ। हामीले धेरै कुराहरू गर्न बाँकी नै रहेको छ। हामी एकदमै उत्साहित हुनेछौँ किनकि हाम्रो प्रभु येशू ख्रीष्ट जो सारा संसारको मुक्तिदाता जन्मिएको दिनलाई आज हामीले उत्सव स्वरूप उहाँको जन्मको उत्सवलाई मनाइरहेका छौँ। हामी सो एक्साइटेड है, हामी एकदमै धेरैभन्दा धेरै एक्साइटेड छौँ। परमेश्वरले यो एकदमै हाम्रो जीवनबाट गरिरहेको कामहरूबाट उहाँले महिमा लिइरहनु भएको छ। फेरि पनि अब हामी अर्को एउटा भजन गाउनेछौँ अनि यो समय म फेरि पनि क्वायर जुनलाई दिन चाहन्छु। हामी 21 भजनलाई हामी गाउनेछौँ र हामी सबैजनाले परमेश्वरलाई महिमा होस्। अब हामी साँच्चै नै भजनहरूको अन्तिममा आइसकेका छौँ। अब हामी अझै पनि एउटा भजनलाई गाउनेछौँ र त्यस पछाडि हामी स्वागतको कार्यक्रममा जानेछौँ। अनि यो भजन हामी सबैजनाले अन्तिम भजन आजको यो प्रभु येशू ख्रीष्टको जन्म उत्सवको अन्तिम भजन रहेको छ। हामी सबैजना मिलेर गाउनेछौँ, हाँसखेला गर्दै भनिदेऊ भन्ने भजनलाई गाउनेछौँ। यो समय क्वायर जुनलाई अन्तिम भजन गाउनेछौँ है।
एकमात्र सृष्टिकर्ता जो सारा स्वर्ग र पृथ्वी र समुद्र अनि तिनमा भएको सबै थोकहरूलाई सृजन हुने परमप्रभुलाई हामीले भजनहरू गाएर एउटै स्वरमा हामीले परमेश्वरलाई महिमा दिइसकेका छौँ। हामी निश्चय पनि परमेश्वरलाई धेरैभन्दा धेरै धन्यवाद दिनेछौँ। यो समय हामी सबैजना आफ्नो पाउमा खडा भएर हाम्रो एकमात्र परमेश्वरलाई ठुलो ताली बजाएर हामी स्वागत गर्नेछौँ। हामी सबैजना आफ्नो पाउमा खडा भएर हाम्रो परमेश्वरलाई स्वागत गर्नेछौँ। हामी स्वागतको क्रममा आइसकेका छौँ अनि अघिबाट हाम्रो त्रिएक परमेश्वर हाम्रो बिचमा उहाँको उपस्थिति छ। परमेश्वरको वचनले हामीलाई बताउँदछ, परमेश्वरको वचनले हामीलाई भन्दछ कि प्रत्येक दिन तिमीहरूको निम्ति नयाँ हुनेछ। परमेश्वरले हामी सबैलाई यी कुराहरू सिकाउनु भएको छ। साँच्चै नै परमेश्वरलाई महिमा भएको होस्। हामीले भजन अनि कोरसहरूलाई गाएर सकेका छौँ, परमेश्वरलाई महिमा दिइसकेका छौँ। यो समय विशेष गरी हामी स्वागतको समयमा आइपुगेका छौँ। हामीलाई जहाँसम्म लाग्छ जतिजना हजुरहरू हाम्रो निमन्त्रणलाई एएफजी चर्चको परिवारले निमन्त्रण दिए अनुसार, एनजिसिवाइएम परिवारले मण्डली परिवारले निमन्त्रण दिए अनुसार हजुरहरू जति पनि आफ्नो व्यस्तताको बावजुद पनि समयलाई छुट्याएर आज यसरी येशू ख्रीष्टको जन्म उत्सवलाई मिलेर मनाउनु आउनु भएको जति पनि यहाँका आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, हामी यहाँहरू सबैजनालाई व्यक्तिगत हिसाबमा हामीले खदा नलाए तापनि यहाँहरू सबैजनालाई हामी हृदयदेखि नै ठुलो ताली बजाएर हामी स्वागत गर्नेछौँ। तपाईँहरू जतिजना पनि निमन्त्रणलाई स्वीकार गरेर हजुरहरू यहाँसम्म आइदिनु भएको छ। म आशा गर्छु आज हामी साँच्चै नै व्यर्थैमा र हृदय हात हामी घर फर्किँदै छैनौँ। हामी केही न केही कुराहरू हाम्रो हृदयमा लिएर जानेछौँ। त्यति मात्र नभएर हाम्रो आमा बुबा दिदीबहिनी दाजुभाइहरूले मिठो खानेकुराहरू पनि बनाउनु भएको छ। अवश्य हामी ती कुराहरूलाई लिनेछौँ र मात्रै हामी घरमा जानेछौँ। विशेष गरी यहाँहरू सबैजनालाई फेरि पनि धेरैभन्दा धेरै धन्यवाद र हाम्रो स्वागतको कार्यक्रमलाई हामी यतिमै राख्नेछौँ र यो समय हामी सबैजना मिलेर एकमात्र सृष्टिकर्ताको आराधना गर्न गइरहेका छौँ। अनि यो समय चाहिँ म आदरणीय ब्रदर र सम्पूर्ण पोएट झुन्डालाई दिन चाहन्छु। आउनुहोस् न हामी ठुलो ताली बजाएर उहाँहरूलाई स्वागत गरौँ। हुन्छ यो समय हाम्रो ब्रदर र पोएट झुन्डालाई। हालेलुया। सबैलाई दोस्रो अभिवादन जय मसीह। अहिले भर्खर हुनेहरूलाई पनि हामी जय मसीह भन्छौँ। यो जय मसीह कहिले पनि सकिँदैन। हालेलुया। यो भनेको चाहिँ येशूको स्तुति होस् भनेको। आज विशेष गरी हामी प्रभु येशूको जन्मोत्सवमा हामी छौँ अनि हामी सबैजना चाहिँ उहाँको उपस्थिति हाम्रो बिचमा छ। अनि उहाँ जन्मनु भएको हो। बाइबल धर्मशास्त्रले बताउँछ उहाँ चाहिँ मानिस भएर एउटा बालक भएर नै आउनुभयो होइन। बालक भएर अनि त्यहाँदेखि जवान अवस्थामा चाहिँ उहाँ क्रुसमा बलिदान हुनुभयो है। अनि यो स्मरण एउटा के हो भन्दाखेरि हामी सबैलाई खुसियाली हुन्छ। कसैको परिवारमा एउटा नयाँ बालक आउँदैछ भने त्यो परिवारमा